भोलि ठुलो झोला ल्याउनुस् है धेरै बेर लाग्छ नि नत्र त्यस्तो गर्दा ल मास्क लाउँदा यो नाकसम्म लाउनुस् है नाक छोपिटी गरेर आउनु यता लाइनमा आउनुस् तपाईँ दिने 4टा 5वटा माग्यो भने कम दिने के भन्छ लाइनमा बोलाउ न दालाई दाइ त्यो मास्क नाकसम्म लगाइदिनुहोस् त के तपाईँ कतिवटा हो नत्र औषधि सौषधि किन्नुपर्ने गरेर आउनुहोस् ए ल त्यहाँ बस्नु नि त त्यसो भए हतार छैन भने बस्नुहोस् 5वटा दिनुहोस् तरकारी होइन रबिनले होइन तिमीबाट भइहाल्छ हो त्यसमा हालिदियो त्यो एक्स्ट्रा रहेछ राई साथीको त्यसै गरी एटी एलायन्सका क्याप्टेन रमेश जोशीलाई फौजी लामाको तथा मधुपुरदेखि उहाँहरू सबैलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र त्यसै गरी हामीलाई यस कार्यमा आफू विदेशमा भएर पनि हामीलाई सहयोग गर्ने हाम्रा भाइ रोबिन श्रेष्ठ भाइलाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छौँ आउनु दिदी आउनुहोस् भोलिको खाना चाहिँ हामी हाम्रो भाइ रोबिन श्रेष्ठको नाममा चाहिँ हामी भोलि हामी खाना खुवाउने छौँ तरकारी हटाउनु त अर्को पनि तरकारी हटाउनु पहिले यहाँ मुनि राख्नु त्यो हाल्नुहोस् अब तरकारी हाल्नुहोस् सजिलो हुन्छ है खाना लिनुभयो लिनुहोस् है हामीलाई यो विश्वास छ खाना लिनुपर्ने बेला लिनुहोस् है यसबाट बोलिदिनु न त अलिकति यसबाट बोलिदिनु न अहिले बोलेको छैन विजय चोकको लाइभ भइरहेको छ ल विजय चोकबाट यस विजय चोक
विजय चोक स्पोर्ट्स युथ क्लबले पनि यो कान्ति बाल अस्पतालमा काम यो खाना बाँड्ने काम सुरु गरेको आज यो तेस्रो दिन हो। आज तेस्रो दिनमा पनि यस क्लबबाट हाम्रो टार्गेट 120 जनालाई खाना खुवाउने टार्गेट लिएर हामी आएका छौँ। यसै गरी यस विजय चोक युथ क्लबले चाहिँ धेरै कार्यहरू गरेका छन् भने त्यो मध्ये पनि एक हो। हेलो म उसमा छु, लाइभमा छु अहिले कान्तिबाल पूजा उसले भयो मलाई ए ल ल ल ल त्यसरी यस विजय चोक युथ क्लबले बिहान फुड ब्याङ्कको पनि काम गर्छ भने यो क्लब चाहिँ एकदम सक्रिय रूपमा अहिले अगाडि बढिरहेको एउटा युथहरूको क्लब हो। यहाँ चाहिँ सब यङ युथ जेनेरेसनहरूको क्लब यो। अहिले 21st का जेनेरेसनहरू यङ जेनेरेसनहरू कस्ता छन् भनेर यदि कसरी गलत परिभाषा गर्छ भने उहाँहरूको लागि हामी यहाँ देखाउँदैछौँ। यो विजय युथ क्लब भनेको चाहिँ 21st सेन्चुरीको यो युवा क्लब एउटा युवा क्लब हो। यस क्लबबाट अरू धेरै कार्यक्रमहरू पनि गर्दै आएको छ। त्यसै गरी अब यसमा चाहिँ अहिले खाना खुवाउने कार्यक्रम पनि एक हो। हामीलाई यस कार्यमा सहयोग गर्ने हुने वसुधा गुरुङज्यू हजुरलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ। त्यसै गरी अमेरिकाबाट क्विन्स डायमन्ड ज्वेलरी का मालिक तथा नेपाल महिला सङ्घ न्युयोर्क का मुना राईलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँहरूको सहयोगबाट नै हामीले यो काम गर्न हामी सफल भएका हौँ। त्यसै गरी हाम्रा क्याप्टेन यति एयरलाइन्सका क्याप्टेन रमेश यो भाउजू लीला मास्कीज्यू हो, मधु गुरुङ दिजु हो। उहाँ मधु गुरुङ दिजु पनि विदेश बसेर भए पनि आफ्नो देशको माया र जनताको आफ्नो देशवासीको मायाले गर्दाखेरि उहाँ बसेर आफ्नो कमाइबाट यहाँ हामीलाई सहयोग गराउनु भएको छ। त्यसै गरी साथीले पनि अमेरिकामा बसेर आफूले रगत पसिना गरेर एक गरेर कमाएको पैसा चाहिँ आफ्नो देशवासी आफ्नो नेपालीहरू चाहिँ खाली पेट सुत्न नपरोस् भनेर उहाँहरूको पेटमा चाहिँ अन्न परोस् भनेर उहाँले पनि त्यही भएर हामी सम्पूर्ण दाताहरूलाई हामी हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।